यति बेला तपाईहरुले मेरो अगाडि देखिराख्नु भएको छ नेपालीमा गोमन सर्प, इंग्लिशमा स्पेक्टिकल कोब्रा, गाउँघरमा नाग र यसको साइन्स नेम नाजा नाजा पनि रहेको छ। र अहिले जाडोको सिजन सकिँदै गर्मीको सिजन सुरु हुँदैछ र यो एउटा उदाहरण हो हैन। अब यस्तो सर्पहरू धेरै तपाईहरुको घर वरिपरितिर आउन सक्छ, सचेत रहनु होला र सर्प जुनसुकै सर्प तपाईहरुले देख्नु भयो भने नमार्दिनु होला। कृपया स्नेक रेस्क्युअर सर्प उद्धारकर्ताहरूलाई बोलाइदिनु होला। यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ एकदमै विषालु सर्प हो यो। एकदमै र सर्प तपाईहरुको घर वरिपरि आयो भने चाहिँ त्यसलाई नचलाइदिनु होला। सर्पदेखि अलिकति डिस्टेन्स बस्नु होला। त्यो सर्पलाई तपाईहरुले चलाउन जानुभयो, त्यसलाई चाहिँ जिस्काउनु भयो भने मात्र त्यो सर्पले तपाईहरुको बिगार गर्ने हो। त्यो सर्पले चाहिँ आफ्नो ज्यान जोगाउनको लागि तपाईहरुलाई टोक्ने हो। त्यसैले सर्पहरुलाई चाहिँ तपाईहरुले नचलाइदिनु होला, डिस्टेन्समा बस्दिनु होला। त्यसैले सर्प हामीलाई चाहिने चीज हो। सर्पले वातावरण जोगाउँछ, इकोसिस्टमलाई ब्यालेन्स गर्छ। बिहान सूर्यबाट आउने विकिरणलाई सर्पले खान्छ। एकदमै विषालु सर्प हो र तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ